नमस्ते सम्पूर्णमा 3-4 लाख रुपैयाँ तिरेर मलेसियामा 2025 चाहिँ कमाउन जाने सोचमा हुनुहुन्छ भने एकैछिन यो भिडियो हेर्नुस् त। Tak tahu dia buat apa lancau. Saya buat apa? Saya buat kerja panjati dia turun mampu saya. Apa kau lah? Takut je tak sini. Ibu ayo kata ni kan. Dia buat apa? Imamnya Cina, bukan imamnya Cina. Hey! Fuck your father! How your father? Oh, your father go to Croatia and report me. Bang Wang Chai! Don't come Bang Wang Chai! Fuck you! Nah ini ya, kereta plate ni. Sudah faham ah? Jangan! Jangan buat tibai! हेर्नुस्, दलैहरूले नेपालबाट दुनियाँ प्रलोभन देखाएर मलेसियामा यति राम्रो कम्पनी छ, यस्तो राम्रो फ्यासिलिटी छ भन्न जति देखाएर प्रलोभन देखाएर 3-4 लाख रुपैयाँ तिरेर मलेसिया गयो भने मलेसियामा सेक्रेटले पाउने यथार्थ दुःख भनेको यही हो। सेक्युरिटी गार्डहरूलाई त त्यहाँको मान्छेहरूले प्रायःजसो मान्छेहरूले मान्छे पनि गर्दैन। यदि त्यो मान्छे बुद्धि भएको मान्छे भएदेखि त्यहाँ त अब गर भन्छ, त्यहाँको म्यानेजमेन्टले त्यहाँ पार्किङ गर्न नदे भन्छ अथवा त्यहाँ त्यो काम चाहिँ गर्न नदे भन्छ नि त्यहाँको मान्छेहरूले आएर कुट्छ, ऊ त्यस्तै गरी थुक्छ, जे गर्छ नि त्यहाँको मान्छेले त्यहाँको मान्छेलाई केही पनि भन्दैन। हामीले दूतावासमा गएर केही कम्प्लेन गरियो भने पनि दूतावासले गएर पनि सुनाइ हुँदैन। मलेसियामा जाँदै हुनुहुन्छ भनेदेखि सजग रहनु होला, सचेत रहनु होला। मलेसियामा 3 लाख 4 लाख रुपैयाँ तिरेर 2200 रुपैयाँ सेक्युरिटीमा जाँदै हुनुहुन्छ भनेदेखि हो यस्तै चाहिँ भोग्छु म, यस्तै सहन सक्छु म, यस्तै भोग्न सक्छु भन्न जानुस्। प्राय ठाउँमा कम मात्र ठाउँमा राम्रो ड्युटी हुन्छ, नभएदेखि यस्तै हो। एउटा त्यो सामान बोक्ने मान्छेले आएर यस्तै गरी थर्काउँछ, यस्तै गरी थुक्छ, यस्तै गरी कुट्छ, कुटेर हिँड्छ। त्यहाँ चाहिँ धन्न ऊ त भाटो निकालिसकेर नि कुटेको चाहिँ छैन। तर त्यहाँ मलेसियामा कुटाइ खाए पनि केही पनि लाग्दैन हामी नेपालीहरूको। अलिकति दूतावास राम्रो भइदिएको भएदेखि, सरकार कडा भइदिएको भए, अलिकति सरकारले त्यहाँको सरकारलाई दबाब दिन सक्ने भएको भएदेखि बल्ल त्यहाँका हामी त्यहाँनेरि काम गर्न जाँदा पनि हामी सुरक्षित रहन्छौँ। मलेसियामा यस्तो घटनाहरू धेरै घटेको हुन्छ। जो मलेसियामा जानुभएको छ, मलेसियामा रहेर काम गर्दै हुनुहुन्छ, सुरक्षित भएर काम गर्नु होला। र जो नेपालबाट मलेसियामा जाने सोच बनाइराख्नु भएको छ र यहाँ दलालहरूले अहिले राम्रो कमाइ छ, राम्रो कम्पनी छ, त्यहाँ त अझ बडीगार्डको लागि भनेर दुनियाँ बाहना गरेर तपाईँहरूलाई मलेसिया पुर्याउला। मलेसिया पुर्याइसकेपछि सेक्युरिटीले भोग्नुपर्ने र सेक्युरिटीले गर्नुपर्ने काम यस्तै हुन्छ। म पनि त्यही ठाउँमा 8 वर्ष काम गरेर आएको। तर त्यहाँ चाहिँ हामी चाहिँ अफिस लाइनमा अलिकति सेपरेट हुन्छ, अफिस लाइनतिर हामीले काम गरेका थियौँ। तर बाहिर यो पार्किङतिर पर्ने अथवा त्यही अफिस लाइनको नि बाहिर पार्किङ, पब्लिक पार्किङहरू नजिकै छ भनेदेखि यस्तो ठाउँमा कति नेपालीहरूले कुटाइ खाइरहेका हुन्छन्। भरि छ मलेसियामा रोजगारीको लागि जाँदै नजानु भन्छु म चाहिँ। यदि जानुहुन्छ भने पनि आफू सुरक्षित रहनु होला। त्यहाँनिर गइसकेपछि हामी मरियो भने पनि कसैले केही गर्ने छैन। तपाईँलाई यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। धेरैभन्दा धेरै सेयर गरेर सबै मलेसिया जान इच्छुकहरूसम्म पुर्याइदिनु होला। हस्त जय नेपाल।